गाइज वेलकम बैक टू माई न्यू मुकब्याङ भिडियो। आजको भिडियोमा हामीहरू चाहिँ खान लागेको छौँ यति धेरै मोमो। एक प्लेट एकदमै ठुलो प्लेटको छ, अन्त ठुलो प्लेट मोमो खान लागेको छौँ हामीहरू। मोमो ओके, स्टार्ट गरौँ हाम्रो चाहिँ मुकब्याङ भिडियो। काँठा पनि छ, चटनी चाहिँ लास्ट स्पाइसी छ। पिरो घाँटीमा पिरो भयो कि यतिमै। मेरो भएन कि काँठा चाहिँ खानु पर्यो। चटनी चाहिँ फेरि लास्ट स्पाइसी छ क्या। टिमुर हालेको क्या चटनीमा लास्ट मिठो छ। चटनी खत्म हुँदै गयो। लास्ट मिठो छ आज चाहिँ। यो भिडियोमा 1K लाइक आयो भने म हजुरहरूलाई चिल्ली मोमो बनाएर खाने गर्छु। चिल्ली 1K लाइक आयो भने यसको त झुत्रै उडेछ। चटनी सक्ती भयो यार। म चटनी लिएर आउँछु। चटनी भइहाल्छ त्यसले।
चटनी चाहिँ लास्टमा दियो चटनी सकिएको ओके गाइज हाम्रो चाहिँ भइसक्यो भनौँ मोमो चटनी छैन चटनी बिना म खाँदैन यत्रो मोमो थियो यत्रो मोमो थालीमा सब खाइसकेको छौँ अब हामी चाहिँ भेट्नेवाला छौँ नेक्स्ट मुकब्याङ भिडियोमा र च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु होला र च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नु होला ओके अब चाहिँ हामी भेट्नेवाला छौँ नेक्स्ट मुकब्याङ भिडियोमा बाई बाई